गर्दा अब यही सबको व्यवस्थापन गर्ने कुरामा पनि समस्या आएको कुरा बाहिर आयो। अर्कोतर्फ कलाकार आफैमा त्यति धेरै नाम तर दामको अभावले गर्दा यो खालको अवस्था सिर्जना भइरहेको छ। यो विषयलाई चाहिँ यहाँले कसरी लिनुभएको छ? त्यो विषयमा पनि मैले सुने। वास्तवमा मैले अघि नै भने हामीले उसलाई प्रयास धेरै गऱ्यौँ, औषध उपचारमा हामीले धेरै सहयोग गरेका हौँ र अहिले पनि म सबै ती दाताहरूप्रति, त्यो सङ्घ संस्थाप्रति म आभार प्रकट गर्न चाहन्छु भाइ घनश्यामको तर्फबाट कि गर्नुभयो, तर प्रयास असफल रह्यो हाम्रो। र अब त्यत्रो सहयोग गर्दा गर्दै पनि अब अहिले आएर एउटा कलाकारहरूले हाम्रो राष्ट्रको लागि आफ्नो कलाको माध्यमबाट योगदान दिएकै हुन्छन् र अन्तमा उहाँले जल्ने सुत्दा पनि उहाँलाई चाहिँ पैसा नभएर दुःख पीडाहरू हामीले धेरै देखेका छौँ। धेरै बीएस राणाजीको पनि धेरै तपाईँहरूले सुन्नुभएको भाइरलै भयो त्यो न्युज। वास्तवमा हामीलाई थाहा पाएको भए त्यो पनि उहाँले त्यसरी चन्दा उठाएर आज भाइरल हुन्थेन, आज कलाकार सङ्घको नाम लगायत हामी पेसागत सङ्घ संस्थाको धेरैको नाम आउँथेन कि अन्त्येष्टि गर्नलाई पनि, दाह संस्कार गर्नलाई पनि पैसाको अभाव भयो भन्ने सुने मैले। सुनेपछि म दौडेर आउँदै थिएँ, मैले थाहा पाउन साथ। आज हामी दुःखको घडीमा छौँ। नक्कली प्रचण्ड भनेर चिनिएका एकदम अग्रज कलाकार आज हामी माझ रहनु भएन। यो बिचमा उहाँलाई कसरी सम्झिनुहुन्छ, कसरी चिन्दै आइरहनु भएको थियो यहाँले? अब एकदम मैले पहिलेदेखि चिनेको एउटा कुशल, एउटा राम्रो अभिनय गर्ने, एउटा राम्रो स्वभावको कलाकार घनश्याम गौतम, उसलाई उसको चाहिँ टाइटल नक्कली प्रचण्ड भनेर चिनेको हो मैले पनि। तर ऊ व्यक्तिगत रूपमा पनि अत्यन्त मिलनसार, सबैलाई सम्मान गर्ने, आफूभन्दा त पछिल्ला पिँढीकोलाई माया गर्ने स्वभावको थियो। आज यही पशुपतिमा हामीले उसको अन्त्येष्टिमा उसको अन्तिम श्रद्धाञ्जली दिन पर्दाखेरि अत्यन्त दुःख त छ। किनभने हामीले ऊ बिरामी भएको थाहा पाउन साथै हामीले धेरै माध्यमबाट कहाँबाट हुन्छ उसको औषधि उपचारको लागि हामी लागि पऱ्यौँ। देश विदेशका दाताहरू, चलचित्रकर्मीहरू, पेसागत सङ्घ संस्थाहरू धेरैले उसलाई सहयोग गरेको हो होइन। तर सबभन्दा पहिला मैले थाहा पाएर कृष्ण कणेलजी, हाम्रो सुरज बराजुले, हाम्रो जुन मिडियाको भाइ हो, हामी गएर सहयोग गरेपछि धेरैले झन् थाहा पाउनुभयो र धेरैले सहयोग गर्नुभयो। र आज दुःख लाग्छ कि हामीले धेरै प्रयास गर्दा पनि हामीले माया गरेको भाइलाई बचाउन खोज्दा पनि हामीभन्दा पनि बढी माया गर्ने भगवान् हुनुहुँदो रहेछ, भगवान्को प्यारो हुनुभयो। दुःख लाग्छ। एउटा कुरा दुःखमा पनि दुःख। हामीले सुनेअनुसार उहाँको आर्थिक अभावले गर्दा अब यही सबको व्यवस्थापन गर्ने कुरामा पनि समस्या आएको कुरा बाहिर आयो। अर्कोतर्फ कलाकार आफैमा त्यति धेरै नाम तर दामको अभावले गर्दा यो खालको अवस्था सिर्जना भइरहेको छ। यो विषयलाई चाहिँ यहाँले कसरी लिनुभएको छ? त्यो विषयमा पनि मैले सुने। वास्तवमा मैले अघि नै भने हामीले उसलाई प्रयास धेरै गऱ्यौँ, औषध उपचारमा हामीले धेरै सहयोग गरेका हौँ र अहिले पनि म सबै ती दाताहरूप्रति, त्यो सङ्घ संस्थाप्रति म आभार प्रकट गर्न चाहन्छु भाइ घनश्यामको तर्फबाट कि गर्नुभयो, तर प्रयास असफल रह्यो हाम्रो। र अब त्यत्रो सहयोग गर्दा गर्दै पनि अब अहिले आएर एउटा कलाकारहरूले हाम्रो राष्ट्रको लागि आफ्नो कलाको माध्यमबाट योगदान दिएकै हुन्छन् र अन्तमा उहाँले जल्ने सुत्दा पनि उहाँलाई चाहिँ पैसा नभएर दुःख पीडाहरू हामीले धेरै देखेका छौँ, धेरै सुनेका पनि छौँ। त्यो नहोस् भन्ने बित्तिकै मैले चाहिँ के सोचेँ भने बिहान बितेको थाहा पाउन साथ मैले 7:05 मैले उहाँको परिवारलाई फोन गरेँ। घनश्यामकै नम्बरमा मैले फोन गर्दाखेरि एउटा समीक्षा बहिनीले फोन उठाउनु भयो, दाइ हामी त लान लागिसक्यो भने कमसेकम कलाकार सङ्घलाई, अथवा म त जुन बेला नि म छु नि त उसँग कन्ट्याक्टमै थिएँ, रविन दाइ यस्तो भयो के गर्ने भनेर एक शब्द सोध्नु भयो भए राम्रो हुन्थ्यो बहिनी भने त्यहाँ डिस्कस धेरै गर्न चाहिनँ। उहाँलाई अहिले म यहाँ आउँदा थाहा पाएँ कि हस्पिटलमा धेरै बेरसम्म राख्नु नदिएको हुनाले यहाँ लिएर आएको भनेर। नत्र हामीले चाहिँ प्रत्येक पटक हामीले जोसुकै कलाकारहरूलाई पनि, हाम्रो कलाकार सङ्घको परिवार होस् अथवा देशका लागि केही गर्नुहुने कला संस्कृतिका कलाकर्मीहरूलाई चाहिँ हामीले चाहिँ भ्याएसम्मका श्रद्धाञ्जलीको लागि सबैलाई अनुरोध गरेर बोलाउने, त्यसपछि उहाँको पवित्र हृदयले चाहिँ उहाँलाई अन्त्येष्टिको लागि अन्तिम श्रद्धाञ्जली गर्ने कार्यक्रम राख्ने गरेको थियो। तर त्यो हामी दुर्भाग्य हुन सकेन। आउँदै फेरि मैले के सुने भने पैसाको अभाव भयो कि उहाँले चाहिँ अब यो अन्त्येष्टि गर्नलाई पनि, दाह संस्कार गर्नलाई पनि पैसाको अभाव भयो भन्ने सुने मैले।
सुनेपछि म दौडेर आउँदै थिएँ। मैले थाहा पाउन साथ त्यसपछि सुरज पराजुलीजीलाई मैले भने भाइ म त त्यहीँ जानला हस्पिटल भने अनि त्यसमा गएको रे उहाँ पनि फर्केर यता आउनुभयो र बाटोमा उहाँले पनि त्यस्तै नराम्रो कुरा सुन्नुभएछ कि फेरि उही कलाकारहरूले कमसेकम जल्नलाई पनि कसैको हात फैलाउनु पर्ने चन्दा उठाउनु पर्ने एउटा विडम्बना हुन लाग्यो भन्ने थाहा पाएपछि हामीले त जानकार छ, हामीलाई थाहा छ नि। अहिले चलचित्र विकास बोर्डको कल्याणकारी कोष छ जसले चाहिँ जिउँदो हुँदाखेरि औषध उपचारको लागि पनि सहयोग गर्छ र मर्दाखेरि पनि उहाँको अन्त्येष्टिको लागि र क्रिया खर्च भनेर केही पैसा दिन्छ। र त्यो थाहा पाउँदै पनि योभन्दा अगाडि धेरै बीएस राणाजीको पनि धेरै तपाईँहरूले सुन्नुभएको भाइरलै भयो त्यो न्युज। वास्तवमा हामीलाई थाहा पाएको भए त्यो पनि उहाँले त्यसरी चन्दा उठाएर आज भाइरल हुन्थेन, आज कलाकार सङ्घको नाम लगायत हामी पेसागत सङ्घ संस्थाको धेरैको नाम आउँथेन कि हामीलाई नराम्रो नकारात्मक सोच कसैले गर्न्थेन। तर त्यो होइन। र मैले अहिले पनि अनि यहाँ भने र मेरो विकास बोर्डको श्रद्धेय अध्यक्ष दिनेश डीसी यहाँ हुनुहुन्न, त्यसकारण मैले सन्तोष लोहनी सदस्यज्यू र विकास बोर्डको चाहिँ आधिकारिक मान्छे जुन एकाउन्टेन्ट जुन अधिकृत हुनुहुन्छ भट्टराईजी, उहाँलाई चाहिँ सोद्धाखेरि होइन ठिक छ हामी दिन्छौँ गर्छौँ, अहिले चाहिँ अफिस खोलेको छैन भनेर हामीले पैसा यहाँ कसैको नि पैसा नउठाउनुहोस्, खबरदार नउठाउनुहोस्, राम्रो हुँदैन भनेर मैले अनुरोध गर्न आइपुगेँ। म अरू आउँदै थिएँ तर म अगाडि आएर मैले अनुरोध गरेँ कि हामीले यहाँको खर्च अब तपाईँहरूसँग छैन भने हामी नै क्रेडिट राखेर गरौँ, यदि छ भने अहिले गर्नुहोस्। मैले चाहिँ दाह संस्कारको लागि र क्रियाको खर्चको लागि भनेर 50,000 रुपियाँ मैले चाहिँ एउटा फोनबाट दिलाउने प्रयास गरेँ र पास पनि भयो। र किनभने विकास बोर्डको अध्यक्षले कहिले पनि यो अवस्था नआओस् भनेर उहाँले भन्नुभएको हुनाले मैले त्यसलाई फलो गरेँ र पैसाको प्रब्लम अथवा यहाँ आज चाहिँ मरेपछि पनि दाह संस्कारको लागि कसैसँग हात नउठाउँ भनेर मैले कलाकारको बेइज्जत नहोस्, सङ्घ संस्थाको बेइज्जत नहोस् भनेपछि त्यो कुरा भइरहेछ, पहल भयो र उहाँहरू अहिले आफ्नै तरिकाले अन्त्येष्टि गर्दै हुनुहुन्छ। हामी सबै छौँ। जस्तै यो विषय अब चलचित्र विकास कोषले सबैलाई जानकारी नदिएको हो कि अथवा यी जस्तो उहाँ जस्तो कलाकारहरूलाई आधिकारिक रूपमा नमानेको हो कि त्यो कोषबाट पाउने सेवा सुविधाको लागि बुझ्न नसकेको कुरा यहाँ छ क्या? होइन, त्यो नपाउने त हुँदै होइन। यहाँ चन्दा उठाउनेले विकास बोर्डलाई अनुरोध गर्नलाई नजानेको होला अथवा त्यो भनौँ न आफू एउटा पीडामा हुनुहुन्छ नि त उहाँहरू, थाहा नपाने हुनसक्छ। मलाई फोनै आएन, मलाई अर्को मैले आफैले फोन गरेँ, थाहा पाउन साथ फोन गरेपछि बहिनी समीक्षा बहिनीले भन्नुभयो हामी त हिँड्दै गइरहेछौँ भनेर। थाहा नहुनसक्छ, त्यस कारण मैले सबै काम छोडेर आएर यहाँ आएँ। चन्दा नउठाउनुहोस् खबरदार, किनभने हामीलाई चलचित्र कल्याणकारी कोष छ जसले विकास बोर्डको मातहतमा छ। त्यस कारण अहिले पनि थाहा पाउनुभयो भने हामी सङ्घ संस्थामा बसेको अर्थ के त भनेर दिनेश डीसी अध्यक्षज्यूले लगायत सबैले हामीलाई धिक्कार छन्। र यही हाम्रा प्यारा प्यारा दर्शकहरूले पनि ल यार सङ्घ संस्थाको औचित्य के भन्ने भोलि क्वेसन उठ्न सक्छ भनेर म आइपुगेँ। तपाईँ आउनु भएर पनि हुनसक्छ। जस्तो रविन्द्र दाइ तपाईँ आउनु भएर पो यो कुरो थाहा भयो त। तर यदि तपाईँ नआउनु भएको भए त आज चन्दा उठाउनु पर्ने बाध्यता पनि रहेको थियो नि। हुनसक्थ्यो, तर त्यो भोलिका दिनमा तपाईँ नआउँदाखेरि फेरि त्यही सम्भावना हुँदैन भन्न सकिएको अवस्था पनि छैन। तर जुन कलाकारहरूलाई चाहिँ हामी प्रत्येक कार्यक्रममा चाहिँ यो कुरा जानकारी थियो, तर अब घनश्याम 1-2 वर्षदेखि नै बिरामी भएर उसलाई थाहा नहुनसक्छ। अब उसको परिवारलाई जानकारी हुनुपर्ने। पछिल्लो समय तपाईँ कतिखेर जानुभएको थियो मलाई भेट्नु? पछिल्लो समय मैले करिब आज 5-7 दिन जति भयो होला होइन। अनि उहाँले चाहिँ मलाई दुःख कुरा धेरै पटक मलाई भेट्न खोज्नु। कहिले म नारायणगढमा हुन्थेँ, कहिले पोखरामा हुन्थेँ। दाइ हजुरको मलाई अनुहार मात्र हेर्ने इच्छा छ भन्नुभयो। अनि त्योभन्दा अगाडि मैले जस्तो केएमसीमा सुमित खड्का मेरो भाइ जो सिङ्गर छ ऊ मार्फत चाहिँ सुनिल शर्माज्यू कोही लाएर त्यहाँ केएमसीमा गर्नुपर्ने सहुलियत सुविधा पनि व्यक्तिगत रूपमा मैले भनेर सुमित खड्काले भनेर सुनिल शर्माज्यूलाई नै आभार प्रकट गर्नुपर्छ हामीले। अर्को नारायण दाहाल के हुनुहुन्छ त्यहाँ रेखाजीले पनि केही कुराहरू सुनिल शर्मालाई भनेर केही भन्यो होला सबैले पनि गरेको भन्ने सुनियो। मिना गरेको कहाँ सबैले भनेर गरे होला, उसले गरेन उसले गर्यो भन्ने पक्षमा म छैन। र मैले चाहिँ प्रत्यक्ष नगरे पनि मैले चाहिँ सुमित खड्का मार्फत भाइ मार्फत गरेको हो। र अनि त्यसपछि म पुगेपछि चाहिँ यति आनन्द आँखाबाट आँसु निकाल्नु भयो। म आएँ किन रोको बाबु भनेर भने धेरैजनाले भन्नुभयो तपाईँलाई नै हेर्ने उसको रहर थियो, धेरै भयो, हजुरले धेरै सुरुदेखि नै सहयोग गर्नुभयो र आज उहाँको ठुलो इच्छा पुरा भयो भनेपछि आँखाबाट आँसु निकाल्नुभयो। नरो बाबु अझै पनि केही भएको छैन, अझै छैन भन्नु। अनि फेरि उहाँले त यति कि यसबाट भएन भने आयुर्वेदिकको पनि उ गर्नुभएको थियो। आयुर्वेदिकमा पनि बिचमा मैले जोडाइदिएँ त्यहाँ
योभन्दा अगाडि भनौँ न यो क्यान्सर 7 बाटोमा त्यहाँ पनि जोडाइदिएँ मैले। त्यहाँबाट नि पैसा बाँकी राखेर ल म सामान लिन्छु भनेपछि अनि मैले त्यो साथीलाई जुन हाम्रो कृष्ण साई त्यसको अध्यक्ष हामीले सहयोग गरेर मान्छेसँग के पैसा बाँकी राख्ने छोडिदिनुहोस् भनेर मिना गरिदिनु भयो। त्यतिसम्म पनि गरिएको छ। उहाँले हर मजदुर कहाँबाट मलाई म बच्छु म गर्नु पऱ्यो भनेर भन्नुभएको थियो। हामीले सक्दो सहयोग गरेका हौँ। कलाकार सङ्घको निवर्तमान अध्यक्षजी हुनुहुन्छ, तर हाम्रो अहिले वर्तमान अध्यक्षजी देख्नु भएन नि, कहाँ जानुभयो? अब त्यो त तपाईँहरूले पहल गर्ने कुरा हो होइन। अब हामीले चाहिँ सायद जानकारी उहाँलाई नै छ होला, आउँदै हुनुहुन्छ होला, के होला होइन, उहाँको कुरा हो, आउँदै होला सायद होइन। धन्यवाद धेरै धेरै तपाईँहरूलाई पनि।